साथीहरु कस्तो लाग्यो त मेरो रङ्गोली हेर्नु त एकचोटी शुभ दीपा ओली त म लेख्दिन शुभ दीपा यति हो ओली सोली लेख्ने काम छैन है अब नेपालमा एकदमै एउटा भनौँ न हाँसो लाग्दो कुरो भएको छ है त के भएछ भने एकजना नेपाली युवकले चाहिँ आफ्नो घरमा रङ्गोली बनाउँदै गर्दा शुभ दीपा ओली लेख्नुपर्छ नि त होइन अनि ओली नै मन नभएकाले गर्दा शुभ दीपा मात्र लेख्नु भएछ कि ओली चाहिँ अब मलाई मन पर्दैन ओलीको नाम चाहिँ म यहाँ चाहिँ लेख्न सक्दिनँ भनेर चाहिँ त्यो ओली हटाएर जहाँ चाहिँ भनौँ शुभ दीपा मात्र लेख्नु भएको अवस्था रहेछ है त अब यति अब के भने एकदम हाँसो आयो मको भिडियो देखेर होइन एकपल्ट उहाँले भनेको भिडियो पनि हेरौँ भन्न चाहन्छु है त साथीहरु कस्तो लाग्यो त मेरो रङ्गोली हेर्नु त एकचोटी शुभ दीपा ओली त म लेख्दिन शुभ दीपा यति हो ओली सोली लेख्ने काम छैन है अब यति हो ट्याक्क शुभ दीपा तिहारको समयमा रङ्गोली बनाउँदै गर्दा अब शुभ दीपावली लेख्ने ठाउँमा अब ओली चाहिँ उसलाई मन नपर्ने कारणले गर्दा ओली उनले चाहिँ म लेख्दिनँ मलाई मन पर्दैन भनेर यस्तो गर्नु भएको छ है त अब यो त लास्टै हाँसो नै हाँसो लाग्यो अवस्था भयो कि यस्तो छ नेपालीहरूको अब पारा है त अनि अझै फेरि उनी फेरि म सेरू म बागु भन्दा अझ दम्ब ओर्दै हिँडेको अवस्था छ है त नेपालमा है त